यो चाहिँ यो अगाडिको पुल देख्न सक्नुहुन्छ। यो पुल चाहिँ म तपाईको 10 वर्ष लगभग 10 वर्ष 11 वर्ष अगाडि आएको थिएँ कि यता ठाउँहरु हेर्नुस्। 10 वर्ष 11 वर्ष अगाडि आउँदा चाहिँ यहाँ यतातिर यो भुइँतिर नि पानी थियो, पुरै खोला बगिरहेको थियो हैन। अहिले चाहिँ पर मात्र भित्तामा रहेछ, के कसो भयो थाहा भएन यसको बारेमा। तर यतैबाट पानी थियो, ठुलै थियो, बर्खा मासमा आएको। अहिले त 11-10 वर्ष भनौँ समथिङ 10 वर्षपछि आउँदाखेरि यस्तो भिरमा यस्तो थियो क्या पुल। यो अगाडि नै पहिल्यै थियो यस्तै। अनि अहिले म आएँ लगभग 10 वर्ष पछि हैन। 10 वर्षपछि आउँदाखेरि चाहिँ 10 वर्ष पहिला आउँदाखेरि चाहिँ मैले सोचेको थिएँ कि यो पुलमा चाहिँ अब लगभग आइँदैन होला। अब पहिला भारी बोकेर आएको, दुःख पाइयो। अब चाहिँ आइँदैन होला जस्तो काबु खाएको थिएँ मैले। यो बाटो नै काबु खाएको थिएँ। अनि अलि पछिको समयमा मैले साथीहरूलाई के भनेको थिएँ भने, साथी हो यो बाटो अब जिन्दगीमा म आउँदिनँ नै होला पक्कै पनि। यदि आइहाल्यो भने ठुलो ग्रुप चलाएर गाइड बनेर आउँछु, नत्र यो बाटो खासै आइँदैन भनेको थिएँ। अनि आज मलाई याद आयो ठ्याक्कै 10-11 वर्ष नि हो। त्यो पछि आएँ। अब पुल पनि हेर्दै लानुहोस्, कहानी नि सुन्दै जाउँ। अनि आएँ हैन। आज ठ्याक्कै आएँ। त्यो भने जस्तै क्या ठ्याक्कै भगवानले मिलाइदिएको क्या, भगवानले अब सबै गराइदिएको जस्तो क्या ठ्याक्कै। अब केटाहरूलाई नि भनेको थिएँ म अब गाइड खतरा ग्रुप चलाउने भएर आउँछु, आयो भने टन्न पैसा कमायो भने मात्र आउँछु, नत्र म आउनै आउँदिनँ भनेको थिएँ क्या। ल हेर्नुहोस् त राम हिँड्नै डर लाग्ने भयो। यस्तो पो भएछ त। ए यो गलत बाटो त आइरहेको छुइनँ कि यार, के डर लाग्ने हो। त्यस्तो भनेको थिएँ हैन। अनि त्यो भने जस्तै क्या ठ्याक्कै भगवानले सुनिदियो।